अनि बारम्बार ठग भन्दा ठग नै हो कि भन्ने पनि बनाए। प्रमाण कुनै आधिकारिकता के पनि चाहिएन। एउटा टर्मिनोलोजी छ कि अहिले त्यसलाई के भन्छ भने फायरोज अफ फल्सहुड भन्छ। त्यो भनेको अहिले के भने असत्यलाई यसरी भन, एकैपटक मल्टिपल सोर्सबाट भन, ठुलो स्वरले भन, जसले गर्दाखेरि मान्छेलाई त्यो सत्य लागोस् भने। अब हुन त अहिले सहकारी ठगीको मुद्दा अदालतमा चलिरहेको छ। यसमा धेरै कुरा फैसलामा देखिएला, तर न्यायाधीशको टेबलसम्म मुद्दा पुग्नुभन्दा अगाडि कति धेरै चलखेल र विभेदका घटनाहरू भएका छन् भन्ने स्पष्ट देखिएको छ। जसरी विपक्षीले प्रमाण बिना कागज हल्लाएर भ्रम छरे, जसरी मिडिया ट्रायल भयो, त्यो सबै देख्दा उनीमाथि राजनीतिक प्रतिशोध लिएको छैन भन्ने कुरामा म चाहिँ विश्वास गर्दिनँ। त्यसैले अब न्यायालयले चाहिँ विभेद गर्नु हुँदैन। अब रवि लामिछाने दोषी देखिए सजाय दिनुपर्छ, होइन भने निर्दोष छन् भने रिहा गरिनुपर्छ। तर मुद्दालाई छिटो प्रक्रियामा लगेर चाँडोभन्दा चाँडो फैसला गर्नुपर्छ। मुद्दा अड्काइरहेर दुःख दिन चाहने शक्तिहरूलाई अब अदालतले नै निस्तेज पार्नुपर्छ। र अब फेरि रविको कुरा गरौँ। हो, उनी सधैँ अभागी भएका छन्, एकपछि अर्को गर्दै केही न केही समस्यामा फसिरहेका छन्, तर फेरि हरेक पटकको समस्याबाट अझ बलियो भएर निस्किरहेका पनि छन्। आशा गरौँ यसपटक उनी अझ बलियो भएर मात्र होइन, आफ्ना कमजोरीहरूलाई पनि पछाडि